ठिक छ, यसलाई केलाएर हेरौँ अलिकति। कहिले त्यस्तो महसुस भएको छ नि, कुनै मानिस एउटा कोठामा प्रवेश गर्छ, उसले एक शब्द पनि बोल्दैन, तर पुरै माहौल उसको नियन्त्रणमा पुग्छ। प्राय जसो त्यस्तो बेला सबैको ध्यान त्यतै तानिन्छ नि। हो नि, उसले नबोलिकनै आफ्नो प्रभाव छोड्छ क्या। आज हामी एउटा यस्तो विषयमा गहिरो विमर्श गर्दैछौँ जसले हाम्रो सोच्ने तरिका अनि अरूसँगको व्यवहारलाई पुरै बदल्न सक्छ। एकदमै रोचक विषय छ आजको। हामीले डार्क साइकी नामक च्यानलबाट मानिसहरूलाई मौन रूपमा नियन्त्रण गर्ने 8 डार्क साइकोलोजी तरिकाहरू भन्ने एउटा निकै चाखलाग्दो विश्लेषणलाई आजको मुख्य स्रोत बनाएका छौँ। सुन्दाखेरि यो कुनै जासुसी चलचित्रको रहस्यमय कथा जस्तो लाग्न सक्छ। त्यस्तै सुनिन्छ, तर यसले के दावी गरेको छ भने यो संसारमा बाहिरी शक्ति, पैसा वा शारीरिक बलभन्दा पनि मानिसको माइन्डसेट मतलब मानसिकताले सबैभन्दा ठूलो हतियार हो। नबोलिकनै परिस्थितिहरूलाई आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने यो दावी साँच्चै नै आश्चर्यजनक छ नि, हैन र? यसले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ, के हामी साँच्चै आफ्नै दिमागको पूर्ण क्षमतालाई प्रयोग गरिरहेका छौँ वा हाम्रो दिमागले नै हामीलाई अटो पाइलटमा चलाइरहेको छ? यो त एकदम सोच्ने पर्ने कुरा हो, किनकि हामीलाई त सधैँ ठूलो स्वरले बोल्ने वा शारीरिक रूपमा बलियो मान्छेले मात्रै राज गर्छ भन्ने सिकाइएको छ नि त। हो, तर यो स्रोतलाई गहिरिएर हेर्दा हामीले के बुझ्नुपर्छ भने यहाँ बताइएका कुराहरू कुनै जादु वा तन्त्र मन्त्र चाहिँ पक्कै होइनन्। विशुद्ध मनोवैज्ञानिक रणनीति। ठ्याक्कै मानवीय व्यवहार, हाम्रो मस्तिष्कको बनावट र अवचेतन मनले कसरी काम गर्छ भन्ने अध्ययनमा यो आधारित छ। हामी आज यी जानकारीहरूलाई एकदमै तटस्थ रूपमा हेर्नेछौँ। एकदम, हामी कुनै पक्ष लिने छैनौँ। यी केवल स्रोतमा उल्लेख गरिएका मानसिक रणनीतिहरू हुन् जसले मानिसको सोच्ने तरिका र हाम्रा सामाजिक अन्तर्क्रियाहरू कसरी अदृश्य नियमहरूद्वारा बाँधिएका हुन्छन् भन्ने देखाउँछन्। यो कुरा जो कोही पनि नयाँ कुरा सिक्न चाहने तर आजको यो सूचनाको ओभरलोडबाट बच्न चाहनेहरूको लागि निकै सान्दर्भिक छ जस्तो लाग्छ मलाई, किनभने यसले आफ्नो विचार र भावनालाई रणनीतिक रूपमा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुराको स्पष्ट खाका दिन्छ। पक्कै पनि। स्रोतले सुरुमा एउटा निकै बलियो तर्क राखेको छ के असली युद्ध बाहिर मैदानमा वा अफिसमा चलिरहेको छैन, यो त मानिसको आफ्नै दिमागभित्र चलिरहेको छ। हामी प्राय बाहिरी संसार वा खराब परिस्थितिलाई दोष दिन्छौँ नि त। हो, अरू मानिसहरूलाई आफ्नो असफलताको दोष दिन्छौँ, तर वास्तविक शत्रु त भित्रै लुकेर बसेको हुन्छ भनिएको छ। स्रोतले 5 वटा यस्ता आन्तरिक शत्रुहरूको सूची नै दिएको छ। पहिलो त त्यही कम्फर्ट जोन नै हो। कम्फर्ट जोन सुन्दा र बस्दा निकै सुरक्षित लाग्छ, तर यसले प्रगतिको बाटो पुरै रोकिदिन्छ। मनोविज्ञानमा यसलाई एउटा यस्तो अवस्था मानिन्छ जहाँ मानिसको दिमागले कुनै नयाँ चुनौती लिन अस्वीकार गर्छ, किनभने त्यहाँ ऊर्जा खर्च हुन्छ, होइन त? हो नि। स्रोतले यसलाई एउटा सुन्दर जाल भनेको छ। जबसम्म मानिसले अप्ठ्यारो महसुस गर्दैन तबसम्म त्यहाँ कुनै वृद्धि हुँदैन। यो भनेको शान्त तलाउ जस्तै हो जहाँ पानी जमेर बस्छ तर त्यसमा कुनै बहाव हुँदैन। कति राम्रो उपमा। अनि दोस्रो शत्रुको रूपमा चाहिँ काम टार्ने बानी अर्थात् प्रोक्रास्टिनेसनलाई लिएको छ। यो काम म भोलि गर्छु भन्ने सोचले मानिसलाई बिस्तारै पछाडि धकेलिरहेको हुन्छ। तर मलाई तेस्रो शत्रु अझै रोचक लाग्यो, नक्कली साथी र नकारात्मक घेरा। इनर्जी भ्याम्पायर भनिन्छ नि जसलाई। हो, त्यही। स्रोतले यस्ता मानिसहरूलाई ऊर्जा सोच्ने तत्त्वको रूपमा चित्रण गरेको छ। यो सुन्दा अलि डरलाग्दो सुनिन्छ, तर यो कसरी हुन्छ खासमा? यदि हामीले यसलाई अलिकति बृहत रूपमा हेर्यौँ भने हाम्रो वरपरको सामाजिक घेराले हाम्रो मानसिकता निर्माणमा कति ठूलो भूमिका खेल्छ भन्ने स्पष्ट हुन्छ। इनर्जी भ्याम्पायर भनेका ती मानिस हुन् जो अगाडि मुस्कुराउँछन् तर भित्रभित्रै सपनाहरूलाई होच्याउँछन्। भनेपछि व्यङ्ग्य वा सानो मजाकको रूपमा आउने उनीहरूका टिप्पणीहरूले मानिसको आत्मविश्वासलाई भित्रभित्रै खोक्रो बनाइरहेका हुन्छन्। उनीहरूका लागि अरूको सफलता आफ्नै असफलताको ऐना जस्तो बन्न पुग्छ नि त। त्यसैले उनीहरू अरूलाई पनि आफ्नै स्तरमा तल तान्न खोज्छन्। ओहो, त्यो त साँच्चै नै गम्भीर कुरा हो। अनि चौथो शत्रु हो धेरै सोच्ने बानी र आत्मसन्देह, ओभर थिङ्किङ। के म यो गर्न सक्छु वा अरूले के भन्लान् जस्ता प्रश्नहरूले एउटा अदृश्य जेलको निर्माण गर्छन्। तर यी सबैभन्दा पनि खतरनाक 5औं शत्रुको बारेमा स्रोतले निकै जोड दिएको छ। त्यो हो मानिसको आफ्नै पुरानो स्वरूप, पास्ट भर्जन। हो, हार मानिसकेको अनि बहाना बनाउने पुरानो स्वरूप। त्यो पुरानो स्वरूपले हरेक पटक नयाँ काम सुरु गर्दा पछाडिबाट
यो तिम्रो बसको कुरा होइन, पहिले पनि त फेल भएको थियौ नि भनेर तानिरहेको हुन्छ अरे। ठ्याक्कै। त्यही भएर स्रोतले एउटा कडा निष्कर्ष निकालेको छ। जबसम्म मानिसले आफ्नो यो भित्री शत्रुलाई चिन्दैन र त्यसलाई परास्त गर्दैन, तबसम्म बाहिरी संसारलाई दोष दिनुको कुनै अर्थ हुँदैन। शत्रु बाहिर होइन, भित्र हुन्छ। एकदम भित्र हुन्छ भन्ने बुझेपछि मात्रै सही ठाउँमा प्रहार गर्न सकिन्छ। जबसम्म हामीले आफ्नो पुरानो संस्करणलाई अपडेट गर्दैनौँ, हामी एउटै गल्ती बारम्बार दोहोर्याइरहेका हुन्छौँ। यहाँनिर कुरा साँच्चीकै रोचक बन्न पुग्छ, किनभने स्रोतले अब दिमागलाई एउटा सफ्टवेयरसँग तुलना गरेको छ। यदि दिमाग सफ्टवेयर हो भने मानिस आफै त्यसको कोडर बन्न सक्छ। पुरानो खराब कोडिङलाई मेटेर नयाँ कोडिङ गर्न सकिन्छ। हो नि। यसका लागि स्रोतले 3वटा मुख्य माइन्ड ह्याकिङ प्रविधिहरू दिएको छ। पहिलो प्रविधि हो प्याटर्न इन्टरप्ट। जब कोही निरन्तर नकारात्मक सोचको लूपमा फस्छ, त्यसलाई तोड्न अचानक केही फरक गर्नुपर्छ। जस्तै अचानक चिसो पानीले अनुहार धुने वा ठूलो स्वरमा सडप भनेर कराउने। भनेपछि यो कम्प्युटर ह्याङ हुँदा रिस्टार्ट गरे जस्तै हो। एकदम सही उपमा हो यो। यहाँ रोचक कुरा के छ भने मानिसको दिमाग एउटा निश्चित लूपमा चल्न रुचाउँछ, किनभने यसले ऊर्जा बचाउँछ। एउटै नकारात्मक विचार बारम्बार आउँदा दिमागले त्यसलाई नै सत्य मान्न थाल्छ। अनि त्यो प्याटर्न इन्टरप्टले चाहिँ त्यसले त्यो लूपमा एउटा प्राविधिक ग्लिच वा अवरोध ल्याइदिन्छ। चिसो पानीको स्पर्श वा ठूलो आवाजले हाम्रो स्नायु प्रणालीलाई अचानक वर्तमान क्षणमा ल्याइदिन्छ, अनि त्यो नकारात्मक सोचको चेन त्यही चुडिन्छ। वाउ। अनि दोस्रो ह्याकिङ तरिका हो विचार प्रतिस्थापन, अर्थात् थट रिप्लेसमेन्ट प्रोटोकल। स्रोतका अनुसार दिमाग कहिल्यै खाली बस्न सक्दैन। एउटा नकारात्मक विचारलाई हटाएर त्यहाँ केही नराख्ने हो भने त्यो पुरानै विचार फेरि फर्केर आउँछ रे। त्यसैले मेरो समय खराब छ भन्ने सोचलाई मेरो खराब समयले मलाई परिस्थितिमा कसरी राज गर्ने भनेर सिकाइरहेको छ भन्ने मन्त्रले विस्थापित गर्नुपर्छ भनिएको छ नि त्यहाँ। हो। अनि तेस्रो तरिका चाहिँ भविष्यको स्वरूपको कल्पना, अर्थात् फ्युचर सेल्फ भिजुअलाइजेसन। हरेक दिन 5 मिनट आँखा बन्द गरेर आफू बन्न चाहेको शक्तिशाली स्वरूपको कल्पना गर्ने। त्यो स्वरूप कसरी हिँड्छ, कसरी बोल्छ भनेर महसुस गर्ने। विज्ञानको दृष्टिकोणले हेर्दा यो निकै महत्त्वपूर्ण छ। दिमागले तर्क होइन, दोहोर्याइने कुरा मात्र बुझ्छ। स्रोतले यसलाई न्युरो रिवायरिङ भनेको छ। सुन्दा अचम्म लाग्न सक्छ, तर हाम्रो दिमाग र शरीरका लागि बाहिरी वास्तविकता र गहिरो आन्तरिक कल्पना बीच खासै फरक हुँदैन। मतलब कल्पनाले नै दिमागलाई बदल्न सक्छ? एकदम। जब हामी लगातार आफ्नो शक्तिशाली स्वरूपको कल्पना गर्छौं, दिमागले त्यही अनुसारको न्युरल पाथवे निर्माण गर्न थाल्छ। साथै स्रोतले अर्को महत्त्वपूर्ण पाटो उजागर गरेको छ, वातावरण र शब्दावलीको प्रभाव। आफूले सुन्ने सङ्गीत वा हेर्ने भिडियोहरू। हो। आफूले हेर्ने भिडियो, कोठाको वातावरण र प्रयोग गर्ने शब्दले अवचेतन मनलाई लगातार प्रोग्राम गरिरहेको हुन्छ। जस्तै मलाई डर लागिरहेको छ भन्नुको सट्टा म अहिले मानसिक रूपमा निकै जागरुक भइरहेको छु भन्दा त्यसले दिने मनोवैज्ञानिक प्रभाव बिल्कुलै फरक हुन्छ नि। हाम्रा शब्दहरूले हाम्रो वास्तविकता परिवर्तन गर्छन्। शब्दहरूको छनोटले यति ठूलो प्रभाव पार्छ भन्ने कुरा साँच्चै मनन योग्य छ। अब यो आन्तरिक नियन्त्रणबाट बाहिर निस्केर अरू मानिसहरूसँगको अन्तर्क्रियामा जाउँ। स्रोतको सबैभन्दा चर्चा गरिएको र अलि डार्क वा डरलाग्दो दावी भएको खण्ड यही हो, डार्क म्यानिपुलेसन र नबोलिकन गरिने नियन्त्रण। आवाज ननिकालिकन नियन्त्रण गर्ने कुरा हो। स्रोतले यहाँ केही विशिष्ट तरिकाहरू प्रस्तुत गरेको छ। पहिलो हो मिरर कन्ट्रोल। यसमा अरूको शब्द, हावभाव र बोल्ने शैलीको सूक्ष्म रूपमा नक्कल गरिन्छ। तर मलाई एउटा कुरा भन्नुस्, यदि मैले कोही बोलिरहेको बेला उसको ठ्याक्कै नक्कल गर्न थाले भने उसलाई मैले जिस्काए जस्तो लाग्दैन र? यो साँच्चै कसरी काम गर्छ? यो एकदम जायज प्रश्न हो। मिरर कन्ट्रोलको अर्थ सुगाले जस्तो ठ्याक्कै त्यही कुरा दोहोर्याउनु चाहिँ पक्कै होइन। यो निकै सूक्ष्म स्तरमा गरिन्छ। मतलब अलिअलि मात्रै हो। यदि कोही व्यक्ति अगाडि झुकेर बिस्तारै बोलिरहेको छ भने तपाईँ पनि आफ्नो शरीरको पोस्चरलाई अलिकति शान्त बनाउनुहुन्छ। मनोवैज्ञानिक रूपमा मानिसहरू आफू जस्तै देखिने वा व्यवहार गर्ने व्यक्तिप्रति अवचेतन रूपै छिटो आकर्षित हुन्छन् अनि विश्वास गर्छन्। एउटा अदृश्य घनिष्ठता निर्माण हुन्छ, होइन त? ठ्याक्कै। उनीहरूको दिमागले भन्छ, यो मान्छे मेरो जस्तै छ, त्यसैले यो मेरो लागि सुरक्षित छ। ओहो,
भनेपछि यो एकदमै सूक्ष्म खेल हो। अनि अर्को तरिका हो रणनीतिक मौनता र अभाव। कोही रिसाएर उक्साउन खोज्दा कुनै प्रतिक्रिया नदिने, पूर्ण रूपमा शान्त बस्ने। स्रोतका अनुसार प्रतिक्रिया दिनु भनेको आफ्नो भावनाको साँचो अरूको हातमा दिनु हो रे। अनि आफ्नो उपस्थिति दुर्लभ बनाउने कुरा पनि छ त्यसमा। जो मानिस जतिखेर पनि उपलब्ध हुन्छ उसको महत्व बिस्तारै कम हुँदै जान्छ भन्ने दाबी गरिएको छ। तेस्रो तरिका निकै चलाकपूर्ण छ, नियन्त्रित प्रशंसा। मानिसको इगोलाई छुने गरी प्रशंसा गर्ने। जस्तै तपाईँ राम्रो हुनुहुन्छ मात्र नभनेर तपाईँ यस क्षेत्रका अरू मानिसभन्दा धेरै चलाक र फरक हुनुहुन्छ भन्ने। यो कसरी काम गर्छ नि? मानिसहरू स्वभावैले अरूबाट स्वीकृति खोज्ने प्राणी हुन्। जब कसैले उनीहरूको इगो अर्थात् अहङ्कारलाई यसरी सुमसुम्याउँछ, उनीहरू भित्रभित्रै एकदमै खुसी हुन्छन् अनि त्यो प्रशंसा गर्ने व्यक्तिप्रति निर्भर हुन थाल्छन्। कृत्रिम उच्चताको महसुस गराएर प्रभावमा पार्ने? हो, यसले उनीहरूको भित्री असुरक्षालाई छोप्छ, जसले गर्दा उनीहरूलाई सजिलै प्रभावमा पार्न सकिन्छ। अनि चौथो तरिका हो फ्रेम डोमिनेन्स। यसको बारेमा स्रोतले के भनेको छ भने कुराकानीको दिशा आफूले चाहेकोतिर मोड्न, अचानक पज लिने र नयाँ प्रश्न सोध्ने। यो फ्रेम भनेको चाहिँ ठ्याक्कै के हो? कुनै पनि कुराकानीमा एउटा अदृश्य फ्रेम वा नेतृत्व हुन्छ जसले कुराकानीलाई दिशा दिइरहेको हुन्छ। उसकै हातमा त्यो फ्रेम हुन्छ। जब तपाईँ कसैसँग कुरा गर्दा अचानक 2 सेकेन्ड रोकिनुहुन्छ र विषयलाई मोडेर एउटा नयाँ प्रश्न सोध्नुहुन्छ, तपाईँले त्यो अदृश्य नेतृत्व आफ्नो हातमा लिनुहुन्छ। अनि अर्को व्यक्तिले मेरो प्रश्नको जवाब दिन थाल्छ। हो, अर्को व्यक्तिले अवचेतन रूपमै तपाईँको प्रश्नको जवाफ दिन थाल्छ र तपाईँको फ्रेमभित्र प्रवेश गर्छ। यी रणनीतिहरू सुन्दा निकै आक्रामक वा डार्क लागे पनि यी सबै मानिसको ध्यान र ऊर्जालाई निर्देशित गर्ने मनोवैज्ञानिक खेल हुन्। यसमा शारीरिक भाषा र आँखाको सम्पर्कको कुरा पनि आउँछ हैन? एकदम। शारीरिक भाषा, आँखाको सम्पर्क र गहिरो श्वास प्रश्वासको भूमिका निकै ठूलो हुन्छ। जब कोही गहिरो सास फेर्दै सीधा उभिएर आँखामा आँखा जुदाएर शान्त रूपमा प्रस्तुत हुन्छ, त्यसले बिना शब्द एउटा अल्फा एनर्जी देखाउँछ, एउटा अथोरिटी झल्किन्छ त्यहाँ। स्रोतले एउटा निकै बलियो वाक्य प्रयोग गरेको छ क्या? शान्त रहनु नै सबैभन्दा ठूलो शक्ति हो, अर्थात् काम इज द अल्टिमेट फ्लेक्स। साँच्चै विचार गर्नुस् त, जब कोही मानिस निकै कम बोल्छ उसको प्रत्येक शब्दको वजन कति धेरै हुन्छ। मानिसहरू ऊ के सोचिरहेको होला भनेर अनुमान लगाउन थाल्छन्। हो, अनि त्यही अनिश्चितताले उनीहरूलाई मनोवैज्ञानिक रूपमा कमजोर बनाउँछ। तर यहाँ स्रोतले दिएको एउटा चेतावनीलाई हामीले बिर्सनु हुँदैन। यी शक्तिहरू कसैसँग सानोतिनो बदला लिन वा अरूलाई दुःख दिन होइन, केवल रणनीतिक उद्देश्य र आफ्नो सुरक्षाका लागि मात्र प्रयोग गर्नुपर्छ भनिएको छ। यो चेतावनी निकै महत्त्वपूर्ण छ। यो ज्ञान एउटा हतियार जस्तै हो जसको प्रयोग सही ठाउँमा मात्र हुनुपर्छ। र यही कुरालाई जोड्दै स्रोत बदलाको मनोविज्ञानमा प्रवेश गर्छ। रिभेन्ज साइकोलोजी। साधारणतया बदला भन्नाले हामी अरूलाई नोक्सान पुर्याउने कुरा बुझ्छौं, तर स्रोतका अनुसार बदलाको असली अर्थ अरूलाई नोक्सान पुर्याउनु होइन। असली बदला त आफूलाई यति धेरै रूपान्तरण गर्नु हो कि अरूले तपाईलाई बेवास्ता गर्नै नसकुन्। आफूलाई यति अब्बल बनाउनु कि जसले हिजो अपमान गरेका थिए उनीहरू तपाईँको सफलता देखेर आफै पस्ताउन्। यसलाई स्रोतले कोल्ड फायर फर्मुला भनेको छ। सुन्दा अक्सिमोरन जस्तो लाग्छ, चिसो आगो। यसको अर्थ बाहिरबाट हेर्दा एकदमै शान्त दिमाग तर भित्री रूपमा बलिरहेको सफलताको आगो। यसलाई पुष्टि गर्न इतिहास र वर्तमानका केही रोचक उदाहरणहरू दिएका छन्। पहिलो उदाहरण छ मियामोतो मुसाशीको, जापानी समुराई योद्धा जसले 60 भन्दा बढी तरवार युद्ध जितेका थिए। उनले भोइड स्ट्र्याटेजी अर्थात् शून्यताको रणनीतिको प्रयोग गर्थे भनिएको छ। यो शून्यताको रणनीति भनेको चाहिँ के हो? भोइड स्ट्र्याटेजीको अर्थ हो आफूलाई यति शान्त र भावशून्य बनाउनु कि शत्रुले तपाईँको दिमागमा के चलिरहेको छ भनेर पढ्नै नसकोस्। युद्धको मैदानमा मुसाशी यति अप्रत्याशित हुन्थे कि उनको अनुहारमा कुनै डर वा क्रोध हुँदैन थियो। अनि शत्रुहरू त्यही शान्ति देखेर आत्तिन्थे? हो नि, उनीहरूले मुसाशीको कमजोरी खोज्न सक्दैनथे किनकि त्यहाँ देखाउनका लागि कुनै भावनै हुँदैन थियो। त्यही शून्यता नै उनको सबैभन्दा ठूलो हतियार थियो। यो त साँच्चै नै प्रभावकारी रणनीति रहेछ। त्यसैगरी अर्को ऐतिहासिक उदाहरण छ क्लियोप्याट्राको।
हामी प्राय क्लियोप्याट्रालाई उनको सुन्दरतासँग मात्र जोडेर हेर्छौं नि, तर स्रोतका अनुसार उनले इमोसनल इन्टेलिजेन्स अर्थात् भावनात्मक बुद्धिमत्ताको प्रयोग गरेर रोमन नेताहरूलाई आफ्नो प्रभावमा पारेकी थिइन्। उनलाई थाहा थियो कि जतिसुकै शक्तिशाली मानिस भए पनि उनीहरू तर्कले होइन भावना र असुरक्षाले नियन्त्रित हुन्छन्। क्लियोप्याट्राले ती नेताहरूको आन्तरिक चाहना पढेर त्यही अनुसार आफूलाई प्रस्तुत गर्थिन्। अनि आधुनिक समयका उदाहरणहरू पनि त्यत्तिकै सान्दर्भिक छन्। जस्तै एलन मस्कको कुरा गरौँ। प्रेस कन्फरेन्सहरूमा मस्क प्राय शान्त बस्छन्। गाह्रो प्रश्न आउँदा उनी हतारिएर जवाब दिँदैनन्, मौन बस्छन् 10-15 सेकेन्डसम्म, सोच्छन्। त्यो बेला पुरै कोठा शान्त हुन्छ नि। उनको शारीरिक भाषा र बोल्दा लिने त्यो लामो पजले सबैको ध्यान तान्छ। उनी ध्यान माग्दैनन्, बरु आफ्नो शान्त उपस्थितिले ध्यान खिच्छन्। अनि अर्को उदाहरण छ जे सेट्टीको। उनले मानिसहरूलाई ठूला कुरा गरेर प्रभावित पार्न खोज्दैनन्, त्यसको सट्टा उनी मानिसहरूसँग गहिरो कनेक्सन वा सम्बन्ध बनाएर प्रभाव कायम गर्छन्। त्यसो भए यी सबै कुराको अर्थ के हो त? यो उदाहरणहरूबाट स्रोतले एउटा स्पष्ट 3 चरणको फर्मुला निकालेको छ। पहिलो, गहिरिएर हेर्ने अर्थात् अब्जर्भ डीपली, मानिसहरूका कार्य, व्यवहार र शारीरिक भाषामा ध्यान दिने। दोस्रो, सतहमा आफूलाई ढाल्ने, अरूलाई शङ्का नहुने गरी माहौल अनुसार आफूलाई मौन रूपमा परिवर्तन गर्ने। अनि तेस्रो चाहिँ शान्त रूपमा हावी हुने, होइन त? डोमिनेट कामली, कुनै हल्ला नगरी एकदमै स्पष्ट दृष्टिकोणका साथ आफ्नो उपस्थिति र कामबाट परिस्थिति नियन्त्रण गर्ने। यो भनेको छायामा बसेर प्रकाशलाई नियन्त्रण गरे जस्तै हो। साँच्चै नै यो निकै गहिरो कुरा हो। अब हामी यस विमर्शको अन्तिम र सबैभन्दा महत्त्वपूर्ण खण्डमा आइपुगेका छौं, डार्क साइकी ट्रान्सफर्मेसन अर्थात् अन्तिम रूपान्तरण। अहिलेसम्म चर्चा गरिएका सबै ज्ञानलाई जोडेर हेर्दा निष्कर्ष के छ भने एउटा साधारण मानिस पनि खतरनाक रूपमा शान्त योद्धा बन्न सक्छ। बाहिरी संसारले अस्वीकार गर्दा वा अपमान गर्दा त्यसलाई दुःखको रूपमा लिँदैन, बरु त्यसलाई अगाडि बढ्ने इन्धन वा फ्युलको रूपमा प्रयोग गरिन्छ। हो, मानिस आफ्नै भित्री शक्तिको यति धेरै बोध गर्छ कि उसलाई बाहिरी दुनियाँको स्वीकृतिको आवश्यकता नै पर्दैन। यदि यस सम्पूर्ण प्रक्रियालाई एउटै वाक्यमा सारांश निकाल्ने हो भने यो रियाक्ट अर्थात् हतारमा प्रतिक्रिया गर्नुको सट्टा रेस्पोन्ड अर्थात् सोच विचार गरेर शान्त रूपमा जवाफ दिने अवस्थामा पुग्नु हो। कसैलाई केही प्रमाणित गर्नु पर्दैन, आफू आफ्नै नजरमा पास हुनु नै वास्तविक जित हो भन्ने धारणा नै मुख्य चुरो हो। आजको यस कुराकानीले हामीलाई साँच्चै नै धेरै कुरा सोच्न बाध्य बनाएको छ। स्रोतका आधारमा हामीले कसरी आफ्नो दिमागलाई नयाँ तरिकाले प्रोग्राम गर्ने, मौनतालाई कसरी हतियार बनाउने अनि आफ्नो अपमानलाई कसरी भित्री शक्तिमा बदल्ने भन्ने कुराको निचोड निकाल्यौं। र आजको यो होहल्ला र म्यानिपुलेसनले भरिएको दुनियाँमा यी रणनीतिहरू बुझ्नु किन पनि महत्त्वपूर्ण छ भने यो अरूलाई नियन्त्रण गर्नका लागि मात्र होइन, आफूलाई अरूको अदृश्य नियन्त्रणबाट जोगाउनका लागि पनि उत्तिकै आवश्यक छ। एकदम सही विश्लेषण। यो ज्ञान हाम्रो आफ्नै मानसिक सुरक्षा कवच पनि हो। पक्कै पनि। जाँदा जाँदै यो विषयवस्तुलाई अझ फराकिलो बनाउँदै एउटा नयाँ कोणबाट विचार गरौँ। भर्खरै हामीले सिक्यौं कि हाम्रो दिमाग दोहोऱ्याइने कुरा र वातावरणबाट निकै सजिलै प्रोग्राम हुन सक्छ। यदि त्यसो हो भने हामीले रमाइलोका लागि सोशल मिडियामा स्क्रोल गरिरहँदा ती एल्गोरिदमहरूले हाम्रो अवचेतन मनमा अहिले कस्ता लुकेका कोडहरू इन्स्टल गरिरहेका होलान्? कि हामी आफ्नो दिमाग आफै प्रोग्राम गर्दैछौँ वा अरू कसैले हाम्रो दिमागलाई मौन रूपमा नियन्त्रण गरिरहेको छ? यो साँच्चीकै नै गम्भीर प्रश्न हो। यो यस्तो प्रश्न हो जसले हामी सबैलाई एकपटक गहिरिएर सोच्न बाध्य बनाउँछ। आजको यस विमर्शबाट हामी यही प्रश्न विचार गर्न छोड्दै बिदा हुन्छौं।